Hello, I'm Kamna. Get ready with me. This is my first time. Get ready with me. So अनि आज म दिदीको छोरीको स्कुलमा चाहिँ प्रोग्राम छ है, त्यसको लागि रेडी हुँदैछु। अनि यो अनुहाको एकदमै भाइरल देखेर ट्राई गर्दैछु म। मेरो पनि इन्भेन्टेसनहरू चाहिँ टन्नै भोले गएर जान्छ कि भनेर म पनि ट्राई गर्दैछु। सिरम दिलाइसकेँ अनि यो चाहिँ मेरो एम्प्लसको डिभाइडेटिङ मोइस्चराइजर अनि मोइस्चराइजर पनि अब भइसक्यो। अनि अब पाल सनस्क्रिनको चाहिँ युभिडक्सको टिन्टेड सनस्क्रिन हो। सो यसले अलिकति पिगमेन्टेसनहरू कभर पनि गर्छ। सो सनस्क्रिन लगाइसकेँ। थोरै परेला बनाउनु पर्यो आज चाहिँ है। म खासै त बनाउँदिनँ, खासै चाहिँ म बनाउँदिनँ युजली, तर आज चाहिँ ट्राई गरौँ त है। ब्रस पनि खास आइडली लगाउन त आउँदैन मलाई, ब्रसै भएन। अलिक कुन गर्ने हो? ओ गड, के भयो? भयो है। अब के गर्ने भने पहिला अब म फाउन्डेसन लगाउँछु। यो चाहिँ म टिटीको कति 30 नम्बरको लगाउँछु। यो अलमोस्ट मेरो सकिन नि लाग्न लागिसक्यो है। मनपर्छ यो एकदमै। यसले कभरेज पनि राम्रै दिन्छ। के हेर्न सक्नुहुन्छ अलिकति मैले कुन पछि आइडियली कुन पछि कुन के लाउने भन्ने चाहिँ के पनि थाहा छैन, तर पनि म चाहिँ ओके। अलिक कालो भयो क्या हो? अलिक कालो कालो देख्छु त यार म त। anyway, अब म के लाउँछु? फाउन्डेसन भइसक्यो। अनि म चाहिँ त यो छ, यो चाहिँ हल्का आँखामाथि उयो दिनु पर्यो, के भन्छ, हल्का एकपट्टि देवे त के गर्नु खोजेको पनि मैले कस्तो हल्का मलाई यो टल्किने लाउनु मन लाग्यो। सो यहाँ माथिबाट हल्का टल्किने लगाइदिन्छु। ओ पहिला कन्सिलर लाउनु पर्दैन नि। म चाहिँ कन्सिलर पनि छ, कति लाउने थाहै भएन। ओके, अरूहरूले म खासै मेकअप गर्दिनँ, मेकअप गर्नु नि आउँदैन। कन्सिलर कहाँ लाउने त पनि थाहा छैन। आँखाको मुनि लगाएको त्यही अरूहरूले यस्तै नै गर्ने होला। आई डोन्ट नो एक्ज्याक्टली वाट टु डु। कन्सिलर चाहिँ के गर्ने हो थाहा भएन मलाई। हल्का ब्लेन्ड गरिदिन्छु ब्लेन्डरले। कन्सिलरले के गर्ने हो? दाग धब्बा छोप्ने होला भन्छु म चाहिँ होइन। ओके, यत्रो के लगाइसकेँ। यस्तो मलाई लाग्छ है। ल अब म के लाउनु पर्यो? हल्का टल्किने के भन्छ त्यसलाई, हाइलाइट ब्लस त्यस्तो लगाइदिन्छु। कुन दिस मसित अर्को पनि छ, यो हाइलाइट ब्लस अनि कन्टुर एकै ठाउँ भएको। तर यो चाहिँ मैले खासै युज गरेको छैन। हल्का कन्टुर लेखेको गरिदिउँ त। कन्टुर भनेको के हो नि? आई डोन्ट नो। यस्तै के हो, यस्तै के गर्ने होला। खोइ के देख्यो त, के चेन्जेस के देख्दैन त। ला गड, त्यसलाई भयो क्या।
जग्गा धेरै भयो जस्तो जग्गा हो यहाँ ओके त्यसै नै ओके ब्लस लगाइदिन्छु ब्लस हल्का ब्लस गड रातो भएन कति नक्कली देख्छ होला नि ओके सरी अनि के लाउनु पर्यो हाइलाइट टिल गर्ने Oh god. Okay, यतिको भएको छ है अब के लाउँ भने अब के लाउनुपर्छ आई थिङ्क मस्कारा मसित यो प्यानोरामाको मस्कारा छ ल तल्लोपट्टि पनि हल्का लाई जस्तो गरौँ ओके ओके यतिको भएको छ है अब के गर्नु पर्यो ओके लिपस्टिक लाउँ मसित हो मेब्लिनको दुईवटा छ यो 70 कता हो 70 र 80 को छ त्यसलाई मिक्स गरेर चाहिँ मेरो फेभरेट चाहिँ हो बच्चामा हल्का यो 80 को 80 को लगाइदिन्छु ओके भयो त कस्तो देख्यो छ्या कति नराम्रो देखेको यति धेरै मेकअप गर्दा किन त्यस्तो राम्रो देखेको मलाई ओके अब अन्तिममा सेटिङ स्प्रे लाउनु त किस ब्युटीको मसित सेटिङ स्प्रे छ थाहा छैन पपडी कसरी युज गर्ने छिस 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 अलिक नकलदेखि क्या हो ओके 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 आइ एम रेडी गाइस चाहिँ मेरो कुरा नै हो अनि चाहिँ एक्स्ट्रा लगाएको जाडो हुन्छ भनेर अहिले घाम त लागिरहेछ तै पनि अनि कपाल चाहिँ के गरौँ भयो बान्ने हो कि चोर्ने हो थाहै छैन सो ओके समाचार भन्नु गएको जस्तो देख्यो हो ठिक छ ओके अनि ओके यो चाहिँ मेरो योवाला चाहिँ प्रोबवाला दादा भाइले गिफ्ट गर्नुभएको अनि एङ्गेजमेन्ट रिङ अनि यो चाहिँ मेरो आमाको घडी सो आई लभ दिस योसँग म्याचिङ गर्नलाई अनि ओके अब के छु आई थिङ्क ओके ओ माई गड को हो कस्तो देख्यो साह्रै नकल पारेस ला ओके 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 ठिक छ कस्तो देखेको छ एकदम राम्रो गजब देखियो गजब अनि मैले बोक्छु फेभरेट मेरो साथीको पर्फ्युम लाउनै भुलेको झन् नै ओके ओके रेडी टु गो ओके